सो वेलकम टु माई न्यू ब्लग। सबैजनालाई स्वागत छ मेरो ब्लगमा। अहिले चाहिँ हामी स्कुल गएर घर फर्किने क्रममा छौँ। अनि केटाहरू यहाँ पनि छ होइन। कस्तो आँती गयो, फर्स्ट टाइम ब्लगमा होला, त्यही भएर आँती त होला होइन। अनि चाहिँ हाम्रो साथीको मल हो, साथीको मलबाट म चाहिँ भ्लग बनाइरहेको होइन। अनि मेरो भ्लग पहिला पनि मैले टिकटकमा भनेको थिएँ तपाईँहरूलाई, पहिला आउँछ भनेर, तर आएन होइन। त्यो चाहिँ मोबाइलकै कारणले हो। अनि यो चाहिँ साथीको मोबाइलबाट बनाइरहेको चाहिँ। अनि ऊ त हेर्न सक्नुहुन्छ होइन, साथीहरू बनाऊँ न अब। केटाहरू माथि पनि छ, यदि कन्टेन्ट छ होइन। जे भने पनि यिनीहरू नाम भन्नलाई पनि लाज लागिरहेछ होइन। तर पनि म भन्छु के, आफ्नो ब्लगमा एउटाको सुनिल, अर्को पनि सुनिल, के अरे भाइ त्यो नाम सबिन होइन, सबिन छ। अनि यहाँ सबिन पनि छ होइन, त्यही भएर होला। कस्तोमा साँच्ची हो यहाँ यस्तो हातिरहेछ कि, यस्तो हातिरहेछ कि यार भ्लग बनाउनु पनि। ल अहिले हाम्रो चाहिँ बस्ने ठाउँ आइपुग्यो, चौधरी भने त्यसले होइन। टक्कबा त्यस्तो चाहिँ नभनौँ न होइन, टक्कबाले आइपुग्यो हाम्रो चौधरीमा। बस्ने कि के अनि बस्ने हो, नबस्ने हो र। ल जाउँ न, माथि भेटौँला है त। केटाहरू यहाँ के भनिरहेछ होइन। म चाहिँ आफ्नै चिलमा छ क्या। मोबाइल बोक्ने साथीको उसको हो, तर मोबाइल चाहिँ उसको मोबाइलबाट भ्लग बनाएर हो म चाहिँ टक्कबाले। यहाँ छ बहिनी रिटा होइन, होला नि त रहेन होइन। ल अब घर पनि आइपुग्नु लाग्यो। ल यार ल के देखाएको यो। म त पब्लिक हानिदिने हो, म त युट्युब च्यानलमा हालिदिने हो है बहिनीहरू, युट्युब च्यानलमा हालिदिने हो, युट्युब च्यानलमा हालिदिने हो म त। कुराहरू यार के देखाएको यार, अहिले केटाहरू पनि यस्तोसम्म भइसक्यो यार। गाह्रो छ हो, गाह्रो छ यार। आमामा हाम्रो खसी चिज चाहिँ उहाँ माथि पुगिसक्नु भएको छ होइन। त्यो खसी चाहिँ एकदमै अलि अनि होइन, त्यो खसीहरू अब यो एउटा चाहिँ ढुङ्गा फ्याल्यो भनेर रिसाइरहेको छ होइन। अब त्यसको गर्लफ्रेन्ड चाहिँ पछाडि छ होइन गाइजहरू।